ए दाजु ए हेलो गाइज, स्वागत छ हजुरहरूलाई फेरि पनि मेरो न्यू ब्लगमा। अनि होइन, आज चाहिँ यसो बाहिरतिर घुम्न गइदिउँ भनेर क्या। अब कहाँ घुम्न जाने त्यो त फिक्स छैन, तर बाइक चाहिँ यता छ होइन। बाइक चाहिँ पुरै फोहोर भइसकेको छ, धोकै छैन। धेरै भइसक्यो नधोएको यार बाइक पनि। बाइक धोकै छैन। अनि यसो बाहिरतिर गइदिउँ भनेर क्या। अहिले उता अनिस पनि यसो फ्री रहेछ, अनि फ्री भएको बेला यसो घुम्न गइदिउँ भनेर हामी सोचेका होइन। म चाहिँ अब त्यही हो, अनुष्कामा जान्छु। भ्लगहरू हेर्दै गर्नु होला। बाइक धोएको छैन, अब यहाँबाट ट्याक्क लाएर होइन स्टार्ट गरेर चल्दिनु पर्छ। हुन्छ, हेर्दै गर्नु है त गाइस। मैले त साथी हो, मैले चाहिँ बाइक स्टार्ट गरेर होइन म यता लगभग अनिसको यता घरतिर आइपुगिसकेँ होइन। अब बिच बाटोको सिधै देखाइदियो क्या होइन। यसो मोबाइल होल्डरमा यसरी मोबाइल बोक्दाखेरि क्या होइन, हेलमेटमा मोबाइल यसरी एट्याच गरेर भ्लग बनाउँदै हिँड्दाखेरि क्या कस्तो मान्छेले हेर्दो रहेछ यार। ल अब खोइ कहाँ बाटोमै छ त भन्थ्यो फेरि ऊ साला। ए जहिले माक्स लाउँछ यार। आउन छिटो है, नजाने क्या भाइ? क्यामेरा उल्टो हाले अरे। यता चाहिँ अब अनिस भेटिसक्यो होइन। अनिसमा ओइ भ्लगमा तिमी पहिलोचोटि आएर यार केटा के गरे भन यार। हेर त यहाँ रिसाएको हो र? होइन भन न, रिसाएको हो र? रिसाइदिरहेको म अघि नै लगभग चाँडै आउँछु भनेको थिएँ क्या। ढिला आइपुग्यो नि त ऊ, त्यही भएर रिसा जस्तो छ यार केटा त। केटी जस्तो चाहिँ नभन है जाँडा, केटी जस्तो चाहिँ नभन है केटा। ल भन नि त अब हामी कहाँ जाने यार केटा? मलाई के छ कहाँ जाने? सन्तानेश्वर गइदिउँ है? जइदिउँ सन्तानेश्वर जइदिउँ केटा। अब यहाँबाट सन्तानेश्वर जान्छौँ, भ्लगहरू हेर्दै गर्नु होइन। थु गर्नु थाल्छ, एक एक्लै खाइरहेको छ। के खायो? मार्क्स थुन्नु, मार्क्स छोपिसक्यो मार्क्सले एक एक्लै। खोइ त हाम्रो लागि छैन। यस्तो त छ नि यार मान्छे थेट। ल सन्तानेश्वर जान लाग्यो गाई त हामी अहिले। सन्तानेश्वर जान्छौँ होइन। यहाँबाट खै अलिअलि सामान किन्नु पर्ने छ क्या मेरो। अनि त्यो सामानहरू पनि किन्छौँ होइन हामीले। हेर्दै गर्नु न भ्लगहरू। कहाँ गयो यार सन्तानेश्वर हिँड्यो भनेको, कहाँ हिँड्यो। ल गाइस अब हामी सन्तानेश्वरतिर लाग्छौँ है त। केटा हो हामी सरस्वती स्कुलको गल्ली आइपुग्यो। यहाँबाट वर्षबारी हुँदै सन्तानेश्वर जानेछौँ। तर यसले कस्तो ल्याउने यहाँले के कस्तो ल्याउने यार? के खतरा हाने जस्तो लाग्यो क्या? किन लडाउनु हो र यार? नडराउ न, अलिकति ठुलो हेर गीत गाइदिन्छन् क्या। यहाँ कपिराइट आएर यहाँ तनाव छ यार। गीत यो गीतमा मेरो भिडियोतिर मैले गाएको गीतमा कपिराइट नेभर हो। किनकि मै हो के अरे डाइरेक्टर के भन्छ, डिरेक्टर प्रड्युसर परमेश्वर। ठिक छ। यो कहाँ हो है? कहाँ हो यो? ठाउँको नाम त खाएन। त्यो सन्तानेश्वर मन्दिर चाहिँ जाँदैछौँ है। तर के हो हिमाल त बबाल देखिरहेको, तर भिडियोमा देख्दैन क्या। मैले आइया मार्यो, यो हेलमेटमा हान्छ यार। बच्चाहरू आइरहेछ। तर हेरि त हुन्छ नि यार। हामीले पनि कहाँ ठोक्ने भनेर ठोक्ने हो र होइन र? ठोक्छु भनेर कहाँ कुदा हुन्छ र हामीले पनि यार। ल जाउँ है त। बढाउँछ कि जस्तो लाग्यो रे केटा। एक्सपोर्ट भइसक्यो म, एक्सपोर्ट हो म त। यो ठाउँको नाम थाहा छैन र साँच्ची नै? यो ठाउँको नाम एमराली स्कुलको नाम भने होइन नि त भाइ मैले। चाबाको ल हेर त
ओहो त्यहाँ हेर न ल है त गाइस हेर्नुहोस् त त्यहाँतिर यो ठाउँको नामै भनेन यार केटाले तो कस्तो ठाउँ भन्दा थियो ल मनाइ बल्ल एउटा याद आयो यो जुन यो मोबाइल होल्डर छ नि कराको कराई गरे क्या एउटा उयो गर त म रोक्छु होइन एउटा ढुङ्गा टिप त केटा ढुङ्गा टिप त यसलाई तह लाउनु पर्यो क्या यो कराको कराई गर्यो सानो हो सानो ढुङ्गा भनेको के लिएर आएको यार ल यत्रो यत्रो भनेको यो कत्रो ठुलो दिएर यार ढुङ्गा पनि के भयो बाबु भाइले कुदाउन मन लाग्यो क्या हो अब यसको जुगाड यस्तो क्या यो धेरै कुइँ 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 गर्न थाल्यो नि त अब यसको जुगाड यसरी मिलाउने हो यो कराउँदैन क्या त्यसपछि ल है त एकछिन है त पन्जा खोलेर गर्नुपर्ने रहेछ अब कराउँदैन कि केटा ए रुक है ल समायो नि हँ? उयो उयो रेड कलर देखिरहेको छ के रेड कलर त्यो छाना के मैले देखेँ देखिरहेको त्यही चर्छ नि तिम्रो मलाई थाहा थियो क्या यही भन्छ भनेर ल है त देख्नुभयो त गाइस जुगाड जुगाड भनेको यस्तो हुन्छ क्या यस्तो उयो हुँदैन नि त आवाज आउँदैन नि त नभए भ्लगमा त टिन बजाइ हुन्छ यार कहाँ हो यहाँबाट हो तल हो यता के यता कहाँ ठुक्क तिम्रो जिन्दगी छ्या धुलो फाल्दै अहिले टिटिट गरेर हराउनु पर्नेमा अनि के जाँदा कहाँ जाने हो त्यो थाहा छैन तर यार अनिसलाई होइन अनिसलाई क्या बाइकमा यसो बसाएपछि त 1 लिटरको 1 लिटर पेट्रोल जानेको ठाउँमा होइन 2 लिटर पेट्रोल जान्छ क्या होइन है के हो कति केजी छ अरे तिमी 80 त कट्या 80 त कट 10 केजी कि 1 क्विन्टल स्पिन्डल भन न अझै त्यस्तो त नहोला ऊ ल यो त सन्तानेश्वर चाहिँ आइपुग्न लागेको छ यही माथितिर हो होइन यही माथि त हो नि होइन आमा यो माथि हुन्छ कहाँ त हो नि हुनु त यही माथितिर त हो नि यार माथि नै चढ्थे माथि माथि नचढ्नु त नि चढ यहाँ भ्लगमा बनाएको के काम भयो त होइन केटा हो भात खाएको निस्काउने हो त होइन निकाल्ने हो तिम्रो भात निकाल्ने हो केटा त्यही भएन नि यो त यार सेट भइगयो भर्खर भात खाएको यार के हुँदैन बरु बाइक कहाँसम्म जान्छ भन होइन लगुला त्यही सन्तानेश्वर यो भन्दा पल्लोतिरको पो हो त यार सन्तानेश्वरको भ्यू सन्तानेश्वर लगभग आइपुग्न लाग्यौँ है त हामी सन्तानेश्वरतिर हामी कहाँ माथि ल ठिक छ माथि भन्यो माथितिर गइदिउँ यहाँबाट हिँडेर जानुपर्ने होइन के हो र माथि हो के हो यसले भन्दा नि भन्दैन यार मलाई यता छ भनेर थाहा नै थिएन क्या बाटो भन्दै यता लागेको यार म यता कुदाउनु खोजेको बाटै रहन्छ क्या बिचमै हेत्तेरिका यिनले कहाँ लग्न लाग्यो है सन्तानेश्वर त त्यहाँ हो त नि कहाँ हो सिधै हो अहिले जाँदाखेरि चाहिँ उता बारीमा हुँदै जाउँ ल ए दाजु ए यार ए तेरिका यार अब के भयो हजुर हरान दिनुपर्छ अब के थाहा तपाईँ यता फर्किनुहुन्छ भनेर यार होइन लागेन लाग्नु त कस्तो साइको रहेछ यार हेर्दै नहेरिकन क्या घाँस बोकिरहेको छ होइन हेर्दै नहेरिकन यता आउन खोज्छ यार यार कहाँ माथि होइन साइको भएर भने ल होइन र त्यही त हरन बजाइराख्नु त कसले सक्छ हौ यस्तो अब हेर्नु त पर्यो नि त नि मान्छे त त्यही पनि के छ ऊ क्रस गर्छ भनेर ल त क्रस गर्थ्यो धन्न अलिकति त्यो घाँसले टच भयो क्या बाइकतिर हेलमेटतिर हामीलाई अरू त केही पनि भएन कस्तो रहेछ यार त साथै लगिदिएर भने यार एकछिन त
यहीँ रोक्ने हो यहीँ माथि हो क्या माथि यहीँ माथिबाट जान्छ जानु चाहिँ बाइक चाहिँ कहाँ रोक्ने हो भन्ने मात्र हो क्या ए जाने त यहीँ हो र आउने पो हो त के हो जाने नि यहीबाट हो जाने नि यहीँबाट जाउँ न त यहाँबाट अब हिँड्न ए उ त्यो तल पार्किङ राख्नु के घुमाउ उ त सिधा अगाडि लगेर घुमेको तिमी त यहीँ बस्यो हुन्थ्यो नभए किन हिँडिराख्नु पर्थ्यो र अहिले हो तल कहाँ यहाँतिर रोकिदिने हो होइन त्यो तल अघि हामी नि उकालो चढेन अँ त्यहाँनिर पार्किङ रहेछ नि पार्किङ उयो तल भन्छु नि मुना कहाँ तल भन्छ यार मैले त देख्दै थिएन त अघि उ त्यहाँ उकालो चढेर भन्छ कहाँ हो र अनि कहाँ खोइ यहीँ राखे नि हुन्छ होला कि उहाँ माथि लगेर राखिदिउँ है घाँटेन यसरी उहाँ माथिसम्म जाउँ क्या भर्याङ त त्यही होइन भर्याङ त्यही हो कि यताको हो श्री सन्तानेश्वर महादेव यताको हो कि त्यताको हो बस 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 ल घुमाउनु माथिसम्मै जाने होइन माथिबाट यहाँबाट माथि जाने होइन पाउँछ र माछा पाउँछ र ठाउँ नभए नि राखुला नि त्यहाँ गाडीहरू त नआउला नि त अब पार्किङ यहाँ छैन अब यसपालि चाहिँ फेरि हाम्रो गल्ती हुन्छ क्या होइन ए बाटो त खत्तम रहेछ त खोइ त बाटो यार लगाउ न के हो र जहाँसम्म रोड छ त्यहाँसम्म लगाउला अब के गर्नु त होइन ए लिएर रहेछ त बाइकहरू अर्को पनि छ त यहीँसम्म हो अब यहाँ अब यहीँतिर राख्नु पर्यो कुनामा पचक्क पारेर ल सन्तानेश्वर चाहिँ यही हो अब यहाँबाट माथि चढ्छौँ हामी यहाँ गेट छ के हो जरिवाना अब 1500 यार यहाँ हो नि त त्यहाँ होइन नि त जरिवाना है पार्किङको जरिवाना 500 एक के अरे 1500 रे तर हामीले चाहिँ त्यहाँ गरेको है तर यहाँ गर्नु ठिक हो नि त्यहाँ भन्दा त त्यहाँ त बाटो हुन्छ अझ ओइ पढन दास कति पर्छ यार यही हो गेट अब छिट्नु पर्यो है त गेट चाहिँ यही हो है गाइस छिट्नु पर्यो के अरे हिँड्दिनँ भन्ने मान्छे यार तर कति चाँडो हिँडेको क्या त्यहाँ पुगिसक्यो हिँड्दा हिँड्दै केटा हो हामी दुई आधी बाटोमा आइपुगिसकेको छरे आइपुगिसक्यो हामी छरे कसलाई सोधेर छरे भने हिँडेर अब आधा बाटो आइपुगिसक्यौँ हामी होइन तर थाकेर ऊ कहाँ चढी थाके पनि भन्छ यार कहाँ नि चढिराखेर त भर्खर भाकाको मान्छेलाई यसरी के हो त झन् राम्रो नि भात पच्छ क्या यस्तो गर्यो नि होइन बिहान 3 बजे खान्छ पच्छ 3 बजे खाएको धेरै ढिला खाइछौ यार गाह्रो छ के हो त खाना पच्छ क्या केटा यस्तो जिउमा त पचाउनु पर्छ खाना त केटा हो हामी माथि टुप्पो पनि आइपुगिसक्यो तलको गेट त छिरियो अब यो माथिको गेट होइन माथिको गेट अब एकलाई खोज्नु पर्यो नि त थाक्दै यता बगाल त होइन ठिकै थाकियो मान्छे धेरै थाके जस्तो छ होइन थाके जस्तो त होइन हिँड्न त बब्बाल देख्दो रहेछ अनिस देखाइदेऊ न उतातिर कहाँ चाहिँ हेर न हिमाल र यो भ्यू आमामा बब्बाल है तर भिडियोमा आउँदैन क्या भिडियोमा राम्रोसँग आउँदैन क्या त्यो जुन नगर त्यो क्वालिटी मात्रै भयो
पहिला यार यहाँ स्कुलबाट नि आएको थियो क्या पिकनिक लिएर आएको थियो नि त पिकनिक लिएर आउँछ नि त स्कुलबाट नि कति मान्छेहरूको यहाँ आउँदाखेरि कति धेरै मान्छे देख्थ्यो खै आज त मान्छे छैन त के हो मङ्गलबार हो नि त सोमबार हुन्छ नि त मान्छे सोमबार हुन्छ होइन आउने मान्छे त आइहाल्छन् तर मान्छे धेरै थोरै छ क्या ल धेरै थोरै छ त्यहाँतिर देखाइदेऊ न भ्यूहरू आमामा